एकदम धेरै लिलामी भइरहेछ नि त अक्सनमा। जस्तो ब्याङ्कमा तपाईँको जुन लोन तिर्न नसकेपछि जुन धितो राखिएको प्रोपर्टी हुन्छ त्यो प्रोपर्टी ब्याङ्कले लिलाम गर्छ होइन। त्यो लिलाम गरेको घर त्यो जग्गा पायो भने चाहिँ ज्याकपट लाग्छ होइन, त्यो चिठै पर्ने हो भन्ने सुन्छु कि म। कहाँ अब जग्गा खोजी खोजी किन्ने हो र कुन चाहिँ प्रोपर्टी ब्याङ्कले लिलाम गर्दैछ त्यो पत्ता लगाउने हो अनि त्यो किन्ने हो भन्ने सुन्छु म। धेरै सस्तोमा पाइन्छ अरे त्यस्तो प्रोपर्टीहरू। के हुन्छ यो विषयमा, यो एकदमै जान्न मन छ मलाई। हजुरले भन्नुभयो अनुसार ब्याङ्कले लिलामी गरेको प्रपर्टी सस्तोमा त डेफिनेटली पाइन्छ, त्यसमा डाउट भएन। तर ब्याङ्कले लिलामी गर्नुभन्दा अगाडि चाहिँ तपाईँले प्रपर्टी पाउनु पर्यो। यही तपाईँले ज्याकपट पार्ने हो भने ब्याङ्कले लिलामी गर्न लागेको भन्ने चाहिँ त्यो सूचना पाउनु पर्यो। एक्ज्याक्टली। फर इक्जाम्पल यदि तपाईँले भन्नुभयो अनुसार तपाईँले सायद जुन एन्सर खोज्नु भएको छ, मलाई के लाग्छ भने ब्याङ्कबाट लिलामी भएपछि त भइहाल्यो त्यो त तपाईँको। यदि हाम्रो के पनि छ भने यदि राम्रो प्रपर्टी ब्याङ्कबाट लिलामी हुँदैछ भने चाहिँ ब्याङ्ककै मान्छे अथवा जो नजिकका मान्छे जसलाई थाहा छ पहिला उनीहरूले नै लिन्छन् भन्ने एउटा मान्छेको एउटा बेसिक अन्डरस्ट्यान्डिङ छ। यसमा कति सत्यता छ त्यो त अब रिसर्च नै गर्नुपर्छ। तर यदि तपाईँले ब्याङ्कले लिलामी गर्न लागेको प्रपर्टी किन्ने सस्तो किन्ने हो भने चाहिँ लिलामीमा जानुभन्दा पहिला नै किन्नु पर्यो। त्यो कसरी थाहा पाउने, यो चाहिँ मेजर कुरा हो। कसरी थाहा पाउने भन्ने कुरामा चाहिँ जो मान्छेलाई ब्याङ्कमा किस्ता तिर्न गाह्रो भइरहेछ त्यो मान्छे कहाँ जान्छ? त्यो मान्छे डेफिनेटली लालपूर्जा नेपालमा आउँछ। भोलि लिलामीमा गयो भने त मेरो 2 करोड पर्ने प्रपर्टी 1 करोडमा जान्छ। अहिले मैले बोरली मिलाएर दिएँ भने 1.5 करोडमा सेल हुन्छ नि त। अथवा हामी भाटामा नआए पनि त्यस्तो मान्छे चाहिँ तपाईँले पत्ता लगाउनु पर्यो जसलाई चाहिँ ब्याङ्कमा किस्ता तिर्न गाह्रो भइरहेछ। त्यो कसरी थाहा हुन्छ भन्दाखेरिमा एजेन्सीबाट थाहा हुन्छ। काहीँ ब्याङ्कै साथीभाइ हुनुहुन्छ भने अब त्यो डाइरेक्टली त्यसलाई त्यसरी प्रमोट गर्न मिल्दैन, बट स्टिल समटाइम्स उहाँलाई गाह्रो भइरहेछ अथवा तपाईँलाई गाह्रो भइरहेछ, यो तपाईँलाई त्यस्तो छ भने कोही मान्छे हुनुहुन्छ भन्ने हिसाबले कनेक्सनको थ्रुबाट चाहिँ तपाईँले त्यस्तो प्रपर्टीहरू पत्ता लगाउन सक्नुहुन्छ। यदि तपाईँ लिलामीमा गइसकेपछि त त्यो भनेको तपाईँले राम्रो प्रपर्टी लिलामीबाट नै लिने भनेको एकदम कम चान्स हुन्छ। सो कस्तो हुन्छ भने ब्याङ्कमा चाहिँ तपाईँको 3 महिनासम्म जसले किस्ता तिर्न सक्दैन त्यसपछि त्यो प्रपर्टी त्यो एसेस्ट जान्छ एनपिएल, नन पर्फर्मिङ लोन भनौँ होइन। तपाईँले त्यो अक्सनमा जानुभन्दा अगाडि नै त्यो प्रपर्टी पत्ता लगाएर त्यो सेलरसँग बसेर त्यो भएर तपाईँले प्रपर्टी लिनुभयो भने भोलि तपाईँलाई प्रब्लम पनि भएन। अक्सनबाट गएर तपाईँले प्रपर्टी लिनुभयो भन्ने समटाइम के हुन्छ भने तपाईँले मानिलिउँ 60 लाखमा प्रपर्टी लिनुभयो, प्रपर्टीको मार्केट प्राइस 1.5 करोड रुपियाँ, अनि सेलरले त अफकोर्स मान्नुहुन्न भनेपछि भोलि मुद्दा हाल्न सकिने सम्भावना, भोलि फर्दर इस्युमा जान सकिने सम्भावना हुन्छ। अनि त्यो भयो भने फेरि तपाईँलाई ह्यासल हुनसक्छ। त्यसले गर्दाखेरि चाहिँ बरु अक्सनमा जानुभन्दा पहिला नै अक्सनमै गएको लिनुहुन्छ भने पनि जसको प्रपर्टी तपाईँले लिँदै हुनुहुन्छ उहाँलाई भेटेर उहाँलाई राखेर उहाँको मन्जुरीनामा लिएर मात्रै प्रपर्टी लिनुहोस्। उहाँको राजी खुसीमा सहमतिमा लिनु पर्यो। उहाँलाई तपाईँले सनाखत गराएरै लिनुहोस्।